Hello guys, welcome back to our second vlog. And so today we are going to Ambrose Falls Blue Mountain. Ambrose Falls Blue Mountain. आज चाहिँ हाम्रो सन्डे भएको थियो अनि त्यसपछि धेरै नै भइसक्यो बाहिर निस्केको भनेर बुङ्गा भएको धेरै भएन बुङ्गा भएको हैन मजाले धेरै नै बिजी थिए कामले गर्दा तर यो अलि धेरै नै फ्री भयो रे फ्री भनौँ न राम्रो वर्ड फ्री भयो रे सो कहीं घुम्न जाम भनेर प्लान बनायो अस्ति सन्डे जाने भनेको कहाँ जाने गर्दा गर्दा कहीं गए हैन सो एउटा सो यहाँ अर्को सन्डे आइसक्यो अस्ति भएको सन्डे बिता जस्तो लाग्थ्यो सो आज चाहिँ हामी इम्प्रेस फल जाँदैछौँ त्यो चाहिँ अलिकति लाइक चल्यो मलेको ठाउँ जस्तो देख्यो It's gonna be a small hike, a small drive and enjoy a Sunday. Small चाहिँ भन्दिनँ 2 hours drive, 20 minutes walk and then we'll be there. So आज बिहान निस्केका छौँ भर्खर कति 10 मिनट पनि भएको छैन उठेको अनि निस्किसक्यौँ अनि खानासाना अलिअलि लिएछौँ सानो केही चिसोहरू अनि त्यसपछि अब चाहिँ यहाँ आएको छौँ अलिकति अझै केही खानेकुरा लिनलाई फेरि नपुग्ला हाम्रो साथीलाई अलिकति जिउ हेरेर पनि लाग्छ नि त त्यसपछि त्यो लिने अनि त्यसपछि निस्किनुपर्छ अनि होइन फेरि अरू पनि ठाउँ गएर एउटा केही खानेकुरा लिनुपर्छ अलिकति खानु त पर्यो अब बिहान कति बज्यो 9:30 भयो 9:30 भएको छ अब जान 2 घन्टा अनि आउन 2 घन्टा दिनभरि 2-3-4 घन्टा बस्नु पर्यो त त्यही आज हाम्रो सन्डे फिक्स छ साथी फिक्स छ नि स्योर जाने हो नि होइन के छ मन बदलिदिनु मन बदल्न त म यही छैन के चाहिन्छ रे के चाहिन्छ रे सुनिसके फेरि प्लेब्याक गरेर सुन्ने अलिकति पछाडि गएर 2 सेकेन्ड चल्छ उली जान्छौँ सो सामान लिदिउँ भनेर अलराइट सी यू इन अ बिट इन अ वाइल हाम्रो ड्राइभर कति $10 हप्ताकोमा राखेको छु मैले एउटा चस्मा नै किनिदिएको छु मक्खै छ एन्ड अलमोस्ट 41 minutes 44 किलोमिटर ओइ छिटै रहेछ नि त किलोमिटर भन्दा अझ स्पिडमा रहेछ खानालाई गएर रोक्नुपर्छ भोक लागिसक्यो टु मच हङ्ग्री very much hunger too much hunger not hungry yes subtitle like in a lyric yes subtitle book very hungry ये खाएको छैन भनिमा त खाएर पाउरोटी खाएर बसेछ हामी पाउरोटी लिटरली पाउरोटी किनेको अघि त्यही खाएर बस्नु परेछ कस्तो जिन्दगी आखिर यही नै रहेछ जिन्दगी अब कहीँ रोक्ने त्यसपछि खानासाना बस्नु पर्यो अलिअलि साथीले के अलिअलि एक्स्ट्रा खुवाइदिइहाल्छ होइन धनी मनीहरू एलबीको चस्मा किनिदिएको छु अब अलिकति धनी देखिहाल्छ मी त गरिब अपन क्या ही करेगा के नै लिएर जाने जिन्दगीमा होइन एलबीको चस्मा लगाएर हिँडेको छैन को धनी एलबीको चस्मा लगाउँदैमा धनी हुन्छ खै हाम्रो त ठिकैको चस्मा नै छैन चुप्पे मेरो नि एलबीकै रहेछ ओए हो लुई विटन चेप्पाए तर गाइज विश्वास छैन है यहाँ नै कसले किनिदिएको यहाँ लुई विटन कहाँबाट किने भाइ हामी मसँग लेभलमा आएछ लेभल कुरो अरे कहाँबाट किने यहाँबाट किने कि नेवारबाट किने लुई विटन यहाँबाट किने पुग्न लागिसक्यौँ हाम्रो डेस्टिनेसन र त्योभन्दा अगाडि एउटा सर्ट ब्रेक रोल खाँदै पार्किङको फुलबारी रोक्ने ठाउँमा पार्किङ ठाउँ नपाएर या खाने ठाउँ नपाएर प्रपर मिठो साथी भोक लागेर मिठो भन्नु पर्यो तर मिठो हुन्छ है फेरि ब्याङ्कस्टाउनमा पाउँछ यो रोल त प्रपर यसको लागि ब्याङ्कस्टाउन जानुपर्छ खानालाई भने क्यास लिएर जानुभयो भने खोज्दै त अब यहाँ कति 5 मिनट 10 अलमोस्ट 10 मिनट्स अनि त्यसपछि हामीहरू आइपुग्छौँ हाम्रो ठाउँमा 20 मिनटको वक खानुपर्छ त्यसपछि गर्मी चाहिँ बवाले छ 28 डिग्री छ 30 होला क्लियर छ क्या पुरै क्लियर यहाँ 25 मात्र रहेछ
अहिले जङ्गलमा फेरि कम हुन्छ ल त्यही हो त्यसपछि हामी वकिङ गर्ने स्टार्ट गरेपछि विल सो यु मोर अलराइट गाइस सो हामी चाहिँ आइसक्यौँ यहाँनिर हाम्रो इम्प्रेस फलमा बिजी चाहिँ बवाल रहेछ आम्मा हुन्छ जस्तो सोचिरहेको थियौँ तर गाडी नै भराएको छ मान्छे टन्नै आउँदो रहेछ हो ठाउँमा है नाइस प्लेस भनेपछि ठाउँ चाहिँ फेमस नै रहेछ एकदम चल्दो फिर्दो विकेन्डको लागि ड्राइभ टन्नै यार अब छोड्दै साथी जाऊ गयो गाडी लिएर पार्किङमा आएको पार्किङ पाएन माथि गएर रोडमा स्ट्रिट पार्किङ झाडीभित्र छिराले यहाँ चाहिँ त्यस्तै हो अब हामी चाहिँ यहाँबाट 20 मिनट्स वक हान्नुपर्छ त्यहाँ टिकट लिनुपर्छ के हो बे के टिकट लिनुपर्छ त्यहाँदेखि के कन्जर्भेसन हिल भनेर खोइ के छ त कि त्यो अर्कै पनि हुन्छ एउटा के टिकटवाला हामीलाई के हामी त फ्रीमा हिँड्ने हामी त फ्रीमा चलेंगे 20 मिनट्स वक हान्दिने मिठो पारामा त्यसपछि चिसो चाहिँ हुन्छ जस्तो छ भित्र अलराइट That's it. मौसम सुहाना है मनमा जोश छ ब्यागमा खानेकुरा झुन्डा छ ल त्यही अब तल वखान लाग्छ विल सो यु मोर ल हामी चाहिँ हाम्रो ट्र्याकतिर लागिसक्यौँ इम्प्रेस फल 1 आवर रिटर्न भन्छ अब त्यो भनेको कतिको हिनाइमा भर पर्छ हामी 10 मिनेटमा पुग्दिन्छौँ 10 जना 10 आउन तर ए ओके ओए यसो रहेछ नि त दाइ स्टेयर्स रहेछ नि त तलसम्म जान सजिलो भने त आउन त गाह्रो पो हुन्छ त कहाँ प्लेन्सहरू ट्रेकिङ हान्ने भन्दै थियो यो ट्रेकिङ हो यो त वकिङ स्टेयर्स ए हाइकिङ के को हाइकिङ हो र स्टेयर्समा वक हान्दै जाने हो त्यहाँ त पुरै स्टेयर्स देखाएर त भनेपछि फर्किने बेला फ्लेक्स हानेर फ्लेक्स एक दिन हिँडेको छु रे भाइको फ्लेक्स पनि छुट्टै छ कति रे 22 किलोमिटर्स मात्र हो के साथी हो ल मैले दिएँ यो चाहिँ पुरै ओह्रालो रहेछ तल तल जाने तल जिन्दगीको डाउनफल जस्तै जिन्दगीको डाउनफल जस्तै हामी डाउनफलमा छ म चाहिँ पनि Follow me. भाइको चढे Keep following. Wait. Let me track you. Follow me. Here. This side. Brother, this side. Wait. Down. No, down. Not down. Down. Impress, man. Down. Follow me. Right. Follow me. Keep following. Woo. Okay, sir. Come. Straight. रुक्ने किन त्यहाँ फर्किन Don't turn around like me. Okay? Keep following me. Up. Step. Down. Oh, yeah. Photo. Down. You want photo? Yeah. Stop that. ल गाइज हामी चाहिँ भ्यू पोइन्टमा आइसक्यौँ इम्प्रेस फलको हाम्रो डेस्टिनेसन त्यहाँ तल छ पहाडको मुनिसम्म एउटा गदाले लिएर हिँडेको छु पहाडमा बोकाउनु पर्यो लुक्स गुड अब यहाँ एकछिन 2 मिनट सास लिम गर्मी चाहिँ बवाल भरि छ ओए आई वाज गाइडिङ हिम ओके सो अब यहाँबाट एकछिन सास लिम थाकेको होइन क्या गर्मी भयो कि लाइक तात्यो कि थकाइ त कहाँ लाग्ने छिटो 20 किलोमिटर हिँडिदिन्छु म 20 किलोमिटर त्यही त सो यहाँ गर्मीले चाहिँ यस्तो चिसो पानीमा छु गरिदिनु हुनुपर्छ छप्लाङ पुरा गर्मी भइसक्यो थाके नहाल्ने अनि माथि आउँदा फेरि गर्मी हुन्छ नि फेरि घर नुहाउनु पर्छ नुहाउनै पर्छ जसरी किनभने साबुन लगाएन साबुनको कुरै होइन मेन भनेको तल गएर चिसो हुन्छ माथि आउँदाखेरि फेरि यस्तै हो झन् थकाइ लाग्छ माथि आउँदा त ओके त्यही हो आजको विकेन्ड चाहिँ एडभेन्चर नै भएको धेरै भइसकेको थियो नहिँडेको क्लियर लेन्स माइट
ल अब भइगयो है अब फेरि लेट्स स्टार्ट रुक्ने हैन के साथै रुक्यो कि सक्यो कि जिन्दगी डाउनफल त रुक्नु हुन्न कि कसैको जिन्दगी होस् कि फिजिकली होस् डाउनफल नै रुक्न चाहिए ओहो हो यो त लास्टै पातुलो भएन स्टेप्सहरू ओइ यो त केटा हो राम्रोसँग है सबजना कोही आउने भयो भने नि एकदम विचार गर्नु है एकछिनसम्म रमाइलो छ नभए एकदम पातुलो साँगुरो छ स्टेप्सहरू चिप्लेला डोन्ट फलो हिम यसको लैलैमा लाग्यो भने धेरै डाउनफल हुन्छ जिन्दगीमा अझ यस्तो पातुलो डाउनफल हुन्छ ओहो हो तर यस्तो चाहिँ हो के जस मान्छेलाई सजिलो होस् भने चाहिँ बनाउँछन् है विदेशमा पहाडलाई काटेर पहाडको तल मुनि मुनि जाँदै अलराइट मजा आइरहेछ अब चाहिँ चिसोमा लाग्यो ऐसम्म घाममा हिँडिरहेको थियो नि त्यो एउटा गर्मी भएको थियो धेरै अब चाहिँ अलिकति ठिक छ सर्फेसहरू त्यही एकछिन एउटा पातुलो साँगहरू आउँछ त्यही हो तर कसम सबजना यो ठाउँ चाहिँ आउनुपर्छ है सर्ट ट्रेक छ धेरै ठुलो पनि छैन स्मल ट्रेकिङ तर 1.5 घन्टा इज नथिङ यो ठाउँमा त त्यो पनि हो तर विकेन्डमा आउने फेरि आउनु चाहिँ होइन भाइ विकेन्डमा आउनु किन विकडेजमा त्यो M4 बवाल जाम हुन्छ नि त त्यो बेला आउनु भनेको धेरै घाटो हो अब 10 मिनट्स वक जस्ट सोटिङ चाहिँ 20 मिनट त रहेछ आउन चाहिँ अलिक गाह्रो हो ल चिसो हुँदैछ काम मजा आउँछ त्यहाँनिर पानीमा छप्लङ एक मछली पानीमा गई अब केही त गरौँ न जिन्दगीमा घर बस्दा काम गरियो अस्ट्रेलियाले खाइसक्यो जिन्दगी अबदेखि विकेन्डमा एभ्री सन्डे कहीँ जानुपर्छ ट्रेकिङ होस् घुम्न होस् बाढी आछ पहिरो है ल बिस्तारै जाऊ है साथी पहिरो ओ माई गड नाइस पहिरोको नि एडभेन्चर भइगयो रे ल अलमोस्ट माथि चढिरहेको छन् कहाँ चढ्यो बे उता हेर न लड्यो मर्यो त्यो डोरी दादा माथि चढिरहेको छन् क्या डोरीमा चाहिँ चढ्नलाई एक्टिभिटी भन्छ क्या यसलाई ए रक क्लाइम्बिङ होइन त्यो पानीको बिचबाट झन् लाइक यो फलहरूलाई कट्ने क्या ल हिँड नि त साथी के छ ल पातुलो स्टेप्सहरू जति नजिक पुग्यो चिप्लो नै हुनसक्छ सो विचार गरेर आउनु होला जुत्ता चाहिँ राम्रो लाउनु चप्पल पनि लगाएर हिँड्दा त हुन्छ तर अलिकति डर हुन्छ चिप्लिने चस्मा चाहिँ निकालेर हिँड है अब चाहिँ सो यहाँ चाहिँ घाम कल्किरहेको छ तर चिप्लो हुन्छ है ठाउँ सर्फेस सो जुत्ता भनेको अलिकति ठिक्कको धेरै हेभी पनि नै हेभी भयो भने गाह्रै पर्छ लाइट सुजहरू होस् तर चिप्लो हुन्छ ओके ल पानी देखियो पानी है पानी नदेखा जस्तो कि जिन्दगीमा ओहो ल यो एडभेन्चरले चाहिँ अब एभ्री सन्डे अफ हुन्छ एभ्री सन्डे कहीँ चाहिँ जानुपर्छ यो घर बसेर अल्छी भइयो जिउ ल है खेलाइदियो पानी छ नि त खेल्ने हो के ओम नमस्ते पुण्य पापहरू सबै जाओस् मेरा पुण्य पापहरू सबै जाओस् नाइस ल पानीबाट स्टार्ट भइसक्यो यस्तो हुनुपर्छ मान्छेहरू हामीलाई पर्खिरहेको छ जानलाई थ्याङ्क यू यस्तो हुनुपर्छ कि मान्छेहरू बाटो दिने नेपाल भएको है म जान्छु ओहो काठको भेरी पातुलो साँगुरो वर्थिटै खोजेको कसले आशिषले पुरै स्ट्रेट छ क्या ओहो मजा आउने आज त मजा आउने आज त करेंगे पार्टी रक्सीहरू चाहिँ लिएर नआउने गाइज यहाँ फेरि कोही फेरि गएर पानी दिएर रक्सी खाउला भनेर चाहिँ आशा नगर्नु पब्लिक प्लेस हो त्यो एउटा कारण हुन्छ नि अर्को कारण फेरि फर्किनु लगाएर झ्याप भएपछि सक्यो
कहाँ गुल्ट्यो गुल्ट्यो यहीँ कुनै उठाउन नि ल्याएर ल ठिक कि त्यति पनि गर्नुहुन्न कि ट्रेकरै बने जस्तो गर्दैछ त होइन अलिक राम्रो हुन्छ पाले ट्रेकिङ स्टिक चाहियो अरे किन चाहियो खुट्टा मजबुत छ हिँड्ने हो ल हाम्रो यही हो इम्प्रेस फल पानी गरेर ए के हो पार गर्ने हो कि के हो वारिपारि हो क्या हो यो आइसक्यो नि थाहा छ मलाई ओके यही नै रहेछ जे रहेछ अब यो झर्नामा नुहाउने मजाले त्यही आरपार गर्ने रहेछ अनि यो त हामीलाई होइन नि त हामीले होइन नि त यो त्यति मेहनत किन यार भाइ साहब सोली त पानीमा नुहाउने आइरहेछ यो नि त जिन्दगी खैरीहरूको ए साथी स्टिक पनि पाएछ वाह वाह अझ फुल ट्रेकर हो ट्रेकर मोडमा आइसक्यो फाइन ठिकै एकदम एकदम विचार गरेर हिँड्नु तर मजा चाहिँ आउँछ यो ठाउँमा किनकि अस्ट्रेलियामा बसेपछि मान्छेहरूको जिन्दगी घर काम गरे बित्छ काम गरेर नि बित्छ घर रेयरमा बस्छ नि सुत्न खोजिन्छ तर कहिलेकाहीँ चाहिँ अफ मिलाएर चाहिँ हिँड्नुपर्छ यो ठाउँमा ठाउँहरू धेरै छन् कि घुम्नलाई तर अलिकति जोस हुनु पऱ्यो कहिलेकाहीँ अल्छी लाग्छ अझ हामीलाई बिहान अल्छी लागिसकेको थियो उठ्नलाई पनि बल्ल तल्ल पाथ्यो अफ डे त्यसमा अब हिँड्ने भने जोस आयो तर हिँडेपछि हिँडेको भयो त्यही त अर्को पनि हो एउटा क्विक सावर लिएर आइसक्यो अब हाम्रो पालो यहाँ स्पेक्टेटर आफू भएर भइसक्यो कि बाल त बाल हो तर भइसक्यो कि किन डराउनु बुढी देखिरहेको बुढी भन्नु के लाग्छ खाइलाग्यो ज्यान भनिन्छ क्या हेर्न बुढी र जाँदा तिमी हिम्मत पुरै गएको तपाईँ म झुलिएको पुरै स्विमिङ आउँछ लगाइज हाम्रो इम्प्रेस फलको सफर यस्तै हो स्विमिङ गर्न आएर पनि गर्न नसके अहिले मलाई स्विमिङ पनि प्रपरली आउँदैन म रिक्स पनि दिँदिनँ 2 दिनको जिन्दगी तर चिसो चाहिँ बाबाले केटाले कस्तो बललाई भने यार सिड हो नि त यार यो त सिड हो नि त अब हामीलाई सानोमा कहिले सिकाएन नेपालमा यस्तो गर्न बल्ल देखा यस्तो झर्नाको पानी देखा जस्तो भएको छ पहिले एउटा सिकाएको हामी पनि हाम्थ्यो मलाई केटाहरूसँग सँगसँगै अर्कोले पनि हान्थ्यो अब सकिन्न यतिको आँट चाहिँ आउँदैन ठाउँमा लास्ट गहिरो यार पानी गहिरो छैन भने भित्र छिरेको मलाई डुबे पुरै डुबे ल हाम्रो अर्को खोल्दिला हान्ला है हाने हेरमै पुरै ओ ठुलो झर्नामा चाहिँ नुहाउन सकिएन होइन एउटा सानो झर्नामा नुहाएर भ्याइयो नुहाउन भ्याएँ मैले भाइले सकेन डरपोक इज भेरी स्केयर्ड अफ वाटर आई नो
पानी होइन इट्स कोल्ड पानी त पानी नुहाउन आएको होइन हामी झर्नामा नुहाउन आएन अलिकति तग्ने नुहाइसक्यो त्यसरी हुँदैन झर्नामा नुहाएनौ नि झर्ना त्यो झर्नामा नभए नि यो झर्ना त नुहाउनु पर्ने त्यो पनि च्यालेन्ज गरेर हो च्यालेन्ज गर छोड अलराइट अब हामीहरूको सक्यो च्यालेन्ज त ल हाम्रो सक्यो आजको दिन यता जान्ला हो होइन होला है जोसै मेरो जोसै ल है ल मेरो कुरा निकाल ओहो जोसो ओहो च्यालेन्ज गर्नु पर्छ है मान्छेलाई त जोस खाउनलाई अहिले त्यो च्यालेन्ज हानिदिएको भाइ त जोस्यो म चाहिँ कामिरहेको छु है अब चाहिँ बिस्तारै चिप्लेला ल यस गुड ब्रदर गुड आई न्यू यु क्यान डु इट जलपर आयो कामिसक्यो भाइ ल ठिक छ ल अलि भए नि मेहनत चाहिँ गऱ्यो हाम्रो भाइले अलिकति भयो नि गर्नु चाहिँ गऱ्यो खुसी लाग्यो मलाई मेरो नाम राख्ने भयो ल हाम्रो आजको ट्रिप यहीँसम्म अब त्यसपछि जब हामी फर्किन्छौँ अब खानाको लागि लिएर आउँछौँ त्यो पनि खाने हो अनि त्यसपछि विल गेट ब्याक टु आवर होम एकछिन घाम पार्नुपर्छ जाडोले मरिन्छ ठिक ठिकै काइन्ड अफ पुरै चाहिँ भन्दैन तर हल्का फुल्का चाहिँ मेहनत गऱ्यो नेक्स्ट टाइम चाहिँ भाइले अलिकति गर्छ जस्तो छ कि के भयो फर्क्यो ल गाइज हामीहरूको सक्यो भने त आजको इम्पेरियल फलमा स्विमिङ गर्न काइन्ड अफ स्विमिङ गर्न पुरै त गरिएन स्विमिङ चाहिँ गर्दै गरिएन पानी झर्नामा नुहायो कुद्न इट्स अ फ्रेस न्यू मी न्यू लुक न्यू बडी फिलिङ न्यू बाई माई सेल्फ होइन अब म नयाँ मान्छे भइसक्यो म पवित्र भएर निस्किरहेको छु पानीबाट फेरि के होइन मुक्तिनाथबाट त पुरै नै भएको थियो यहाँ अलिकति बिचमा तलमाथि भइहाल्छ नि त कामले गर्दा त्यो त नेपालको पवित्र भयो अब यहाँ त अस्ट्रेलियाको नि पवित्र पाइयो खुसी लाग्दैछ तर होइन जोक्स साइड चिल चाहिँ एकदम हुँदो रहेछ बडी नै एकदम फ्रेस फिल हुँदा क्या कस्तो बिहान र अरू दिन भन्दा नुहाउनु र यहाँ आएर नुहाएर निस्किनु नेचरमा इट्स भेरी डिफ्रेन्ट हुन त पहिलोचोटि गरेर त्यही यस्तै भन्दा सबलाई थाहा नै होला कतिलाई त अब 20 देखि 30 मिनटको वाक यो भनेको डाउनफल सक्यो हाम्रो जिन्दगीको डाउनफल सक्यो बुझिस् है अहिले थाकिन्छ डाउनफल सकिसक्यो हाम्रो जिन्दगीको अब पानीबाट नुहाएर निस्केर पवित्र भएर हामीहरूको डाउनफलको अपोजिट के हुन्छ माथि जानलाई अब पनि फल कसरी हुन्छ अप फल रे भयो अपवर्ड्स अब हामीहरूको जिन्दगीको नयाँ सुरुवात भयो अब माथितिर चढ्दै जाने हो अहिले हामी माथि गए जस्तो हाम्रो सास फुलेको बोल्ला जिन्दगी पनि माथि जान्छ अब हामीहरूको है त अब हामी पछि कन्टिन्यू गर्छौँ लट्ठी चाहिँदो रहेछ साँच्चै गाह्रो छ बे अरे माथि गएर कन्टिन्यू गर्छौँ सक्दिनँ बोल्न हामी अलमोस्ट माथि पुग्न लाग्छौँ टु हार्ड झर्ने बेला त मजा आएको थियो ट्वेन्टी हलिँदै पुगिसक्यो मैले त हुँदैन त यार यति धेरै हिँड्ने जस्तो लाग्दैन यो हाम्रो सेकेन्ड स्टप भइसक्यो माथि चढेदेखि तल माथि चढ्न लागेदेखि भाइ साहब थकाइला भाइ चाहिँ धेरै थाकिरहेको छ त्यो एउटा रेस्ट लिनु परेछ न म त एक गोमै भुटुङ टुङ 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 त्यही हो हिँड्नु पनि पर्छ कहिले काहीँ नेचरमा खालि सुतेर गाडीमा बाइकमा हिँडेर साध्य हुन्न जिउ लास्ट अल्छी हुँदो रहेछ हाम्रो स्टामिना नै छैन के स्टामिना नै गइसक्यो हाम्रो केही गरेकै छैनौँ खालि काम गरेर सुताएको छ खाछ फिल्म हेरेको छ रमाइलो गरेको छ सो हिँड्नु पनि पर्छ है गाइज अलिअलि कहिले काहीँ हप्तै पछि त नसकेला सबले तर महिनामा एकचोटि चाहिँ निस्किनुपर्छ प्लान बनाएर ग्रुप एक्लै हिँडिदिने एक्लै चलिदिने हो मैले यत्तिकै यसरी सबसँग टाइम हुन्न भन्ने हुन्न है त्यही अब अलमोस्ट माथि पुगेला जस्तो त लाग्छ भाइ थाकेरै जहाँ बस्यो टिकटक र रिल खोलिसक्यो